हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। म अलिला श्रेष्ठ प्रधान। म चाहिँ अहिले युएसए मा छु हैन। अनि मेरो चाहिँ हिजो छोराको पास्ने थियो अनि आज चाहिँ पार्टी छ रेस्टुरेन्टमा। अनि हिजो एक दिन गर्न मिलेन, रेस्टुरेन्ट बन्द गर्न नमिलेर सबैजनाको बिदा नभएर अनि हामीले चाहिँ आज रेस्टुरेन्टमा पार्टी राखेका छौं। अनि मैले चाहिँ दुईटै दिन एउटै ड्रेस लाउनु पर्यो किनभने दुई दिन यसरी पार्टी होला भन्ने थाहा थिएन। अनि अब ड्रेस ल्याइहाल्न त मिल्थ्यो तर फेरि सेम कलरको अब डेकोरेसन त सेम नै भयो उता पनि। अनि त्यही भएर यही कलरको नै लुगा चाहिने भएको हुनाले गर्दाखेरि दुई दिन नै एउटै लुगा लाउँछु। यहाँ मलाई फेरि त्यो भयङ्कर देखावटी गरेर ड्रेस चेन्ज गरी लाउने खाले मान्छे पनि होइन म। अनि त्यो भएर त्यस्तो गर्न मन पनि पर्दैन। म हुन्न फाटुन्जेल लाउने मान्छे हो। अनि त्यही भएर मैले चाहिँ यही ड्रेस लगाएँ हामी सबैजनाले आज पनि। अनि देखावटी र ब्रान्डेड सोचाइ मेरो चाहिँ छैन किनभने हामी मान्छे साधारण हुनुपर्छ, देश जस्तो छ नेचुरल हुनुपर्छ भन्ने खालको मान्छे हो। अनि त्यो भएर हाम्रो चाहिँ आज पार्टी हुँदैछ रेस्टुरेन्टमा। अनि हाम्रो गेस्टहरू टन्नै छन्। अनि हामी आज के कसो गर्छन् अनि हामी छोराको खुसियालीमा सामेल हुन आउनुहुने सबैजनालाई वेलकम अनि धन्यवाद पनि भन्न चाहन्छु। अनि आउन नपाउनेहरूलाई पनि धेरै मिस गरेँ। अनि यो समयमा सबैभन्दा बढी मिस चाहिँ मैले मेरो माइतमा भाइहरू अनि बुहारीलाई अनि आमालाई चाहिँ एकदम धेरै मिस गरिरहेको छु। अनि साथसाथै मेरो नन्द ज्वाइँ अनि भान्जा भान्जी पनि नेपालमै छुट्नुभएको छ। उहाँहरूलाई पनि एकदमै धेरै मिस गरेँ। मेरो आफन्तहरूलाई नेपालमा भएको भए सबैलाई बोलाएर राम्रोसँग गर्न पाइन्थ्यो होइन। अब के गर्नु, यहाँ त चिनेको जति सबैलाई आफन्त मानेर गर्नु परेछ। अनि परदेशको ठाउँमा बसेपछि त्यस्तै नै हो साथीहरू है। अनि भन्दै आज चाहिँ हाम्रो रेस्टुरेन्टमा पार्टी छ। अनि म तपाईँहरूलाई सबै देखाउँछु, मेरो छोरालाई आशीर्वाद दिन आउने हुने सबैजनालाई। अनि तपाईँहरूले पनि कमेन्ट मार्फतबाट भिडियो हेरेर आशीर्वाद दिनुहुने सबैजनालाई हृदयदेखि नै थ्याङ्क यू सो मच भन्न चाहन्छु। र भिडियो अन्तिमसम्म हेर्नुहोला र मेरो यस्तै स्पेसल दिनहरूको भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला भन्दै भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त। आज म के गर्छु, कता कता सँग भेट्छु है त। ल साथीहरू, हामी चाहिँ आइपुग्यौँ। यो चाहिँ हाम्रो रेस्टुरेन्टको डेकोरेसन अब बाबुको भात खिलाइको लागि भनेर पार्टी आज चाहिँ। अनि यता चाहिँ न्यु इयरको लागि भनेर पनि सजाएको थियो, यत्तिकै छ होइन। यता चाहिँ ड्रिङ्क्सको सेक्सन, मेरो भात खिलाइ गर्ने छोराको बाबाको पारा त्यस्तो छ। यता चाहिँ खानाहरू हाल्ने क्रमै छ। यता पुलाउ भइसक्यो। यता चाहिँ ड्रिङ्क्सको सेक्सन। अनि हामी मामु छोरा चाहिँ भिडियो गर्दैछौँ यसरी। यो झिल्के हिरो छोरा। अनि यता चाहिँ हिरो नातिको हिरोनी हजुरआमा। हिरोनी हजुरआमा ल हेर्नुहोस् है गाइजी, मेरो हिरोनी सासू प्रिटी। मेरो सासूलाई सबैले कस्तो राम्री तिम्रो सासू मात्रै भन्छन्। म तिम्रो सासूको फ्यान भइसके पनि भन्छ है आमा तपाईँलाई, मेरो साथीहरूले। म तिम्रो सासू आमाको फ्यान भइसके पनि भन्छ। ल यो सेलरोटी, ल हेर्नु गाइज सेलरोटी यहाँ हाम्रो रेस्टुरेन्टमा यस्तो खतरा खतरा सेलरोटी बनाउनुहुन्छ। रोस्ट हो यो, चिकन रोस्ट। यता हिरोको बाउको पारा चाहिँ बिचरा लुगा लगाएर यस्तो पार्टीको लागि। साथीहरू यही हो। अब मान्छे चाहिँ गेस्टहरू चाहिँ आउन थाल्नु भएको छैन। अब गेस्टहरू आउनु भएपछि चाहिँ देखाउँला भिडियो तपाईँहरूलाई हामी। आई लभ यु छोरा, आई लभ यु छोरा, आई लभ यु अजी भन्न त। आई लभ यु अजी, यु लुक सो प्रिटी भन्न त अजीलाई। बसेको सेलरोटी जलेबी यो के हो यो? सताउ। हेलो साथीहरू, हाम्रोमा चाहिँ अब सबैजना आइसक्नु भएको छ होइन। खै कहाँ गयो तारा? यहाँ चाहिँ मेरो साथीको दिदी। हेलो से हाई।
ब्लग हो है हेर्नुहोस् युट्युबमा गएर हेर्नुहोस् है त्यहाँ ड्राइभर चेन्ज गर्न लाग्यो यता पनि हुनुहुन्छ। आमा यता नानीहरू भाइहरू बाबु नानीहरू हेलो हेलो ल ब्लग हो है ल हेर्नु युट्युबमा ल तपाईँहरूलाई थ्याङ्क यू आइदिनु भयो सबैजना खुसी लाग्यो हेलो हेलो है नानीहरू ल हेलो भन ह्यान्डसम बोय ब्युटिफुल गर्ल्स मैले ल हेलो साथीहरू यिनी चाहिँ मेरो साथी हुन् होइन हामी टिकटकबाट साथी बनेको यस्तो नजिक थिएन है अमलाले साथी बनाएको हुँदा मलाई अमला खाना मन लगाएर उसलाई भेट्न आएको त्यसपछि चाहिँ 4 महिना लागिसक्यो मेरो छोरो पनि अमलाई खान मन लागेर कहीँ नपाएर अनि मैले अमलाई किनेर राखिदिएर लिन आएको अनि त्यहाँबाट साथी बनेको अहिले छोरा पाएर छोरा लिएर मेरो छोराको भात खाइमा आइछिन् होइन खै बाबु अनि यहाँ दिदी भिनाजु पनि लिएर आइछिन् यता छोरो पनि एक्साइटेड भएर हेर्न कोही चाहिँ मेरो छोराको त गिफ्टै गिफ्ट यो गिफ्ट अब कहाँ राख्ने होला फेरि गिफ्टै गिफ्ट हेलो साथीहरू हामी चाहिँ घर आइसक्यौँ हामी भन्नाले मेरो बुढाले आमा म बाबुलाई चाहिँ घर ल्याएर छोडिदिएर जानुभयो अनि रेस्टुरेन्टमा चाहिँ पार्टी 8:30 बजीतिर सक्यो अनि हामी चाहिँ 9:30 भयो अहिले अनि घर आयौँ रेस्टुरेन्टमा सरसफाइ चल्दैछ मेरो बुढा चाहिँ फेरि फर्केर जानुभयो गिफ्टहरू लिनलाई अनि आज चाहिँ एकदमै रमाइलो भयो सबैजना आउनुभयो 2-4 जना चाहिँ काम विशेषले गर्दा आउन पाउनु भएन अनि आउनुभएका सबैजनालाई हृदयदेखि नै के अरे धन्यवाद भन्न चाहन्छु अनि एकदमै रमाइलो भयो अनि विदेशको ठाउँमा भए पनि बोलाएको मान्छेहरू सबैजना आइदिनु भयो अनि यति धेरै मान्छे हुन्छ होला पार्टीमा भनेर सोचेको थिएन हाम्रो खुसीमा सामेल हुन आइदिनु भयो अनि भिडियो अन्तिमसम्म हेर्नुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद अनि मेरो बाबुलाई आशीर्वाद दिनुहोला भन्दै अनि तपाईँहरूलाई 2026 को पनि शुभकामना अनि तपाईँहरूको आउने दिनहरू राम्रो होस् बितेका वर्षमा झेलेका दुःखहरू यो वर्ष झेल्न नपरोस् अघिल्लो वर्षभन्दा यो वर्ष अझै राम्रो होस् भन्दै हजुरहरूलाई ह्याप्पी न्यू इयर भन्दै बाई लभ यु अल भोलि फेरि म गिफ्ट अनबक्सिङ भिडियो लिएर आउँछु मेरो छोरा यहाँ रोएर हेर्नु गइसक्यो म चाहिँ ड्रेस चेन्ज गर्नुपर्नेछ भन्दै बाई